अस्ति होइन टक्क पढाइ सकेर घरतिर आएको अनि घर नजिकै एउटा नयाँ हस्पिटल खुल्या रहेछ। अनि उद्घाटनमा पनि बोलाएको रहेछ। अनि यसो जान्न त भनेर गएँ। अनि चाहिँ भित्र चाहिँ गएको त यसो हेरेको त उद्घाटन त सिद्धिसक्यो ल। उद्घाटनमा के बाँडेको होला भनेको त केही नरहेछ। अनि त्यसपछि ठिकै छ अब आइसक्यो होइन, के गर्नु त भनेर भित्रतिर यसो डाक्टरहरू कहाँ छन् त भनेर हेर्दै 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 गएको होइन। अनि भित्र जाँदा त पुरा मान्छेहरूको भिड पो रहेछ। के को भिड हो भनेर यसो बुझेको, त्यहाँ रहेछ फ्री मेडिकल चेकअप। अनि हामी चाहिँ भित्र गयौँ। अझै पनि कन्स्ट्रक्सन चलिरहेको रहेछ, तर पनि उद्घाटन हानिदिइसके सोल्टीहरूले है। अनि उद्घाटन हानिसकेपछि अब चेकअप सेकअप सुरु भइसक्यो। भित्र टन्नै ठाउँ रहेछ, बिल्डिङ पनि खतरा ठुल्ठुलो होइन। अब जोस् ठुलै ठुलै हो क्या, हस्पिटल खत्रै बन्छ। सञ्जीवनी हस्पिटल यस्तै कि सुनेको थिएँ नाम होइन, तर मेडिकल कलेज पनि अरे क्या सँगै। हाम्रो घरदेखि फेरि ठ्याक्कै 5 मिनट टाढा मात्रै छ क्या, धेरै टाढै छैन क्या। तर ठिकै त हो होइन, सही हो। अब यसो बिरामी सिरामी भइयो भने नजिकै ठुलो हस्पिटल छ होइन, त्यस्तो ठिक होला होइन, राम्रै होला हाम्रो लागि चाहिँ। तर भित्र यसो हेरेको त कोही नरहेछ, पुरा कन्स्ट्रक्सन पनि चलिरहेको रहेछ क्या। यत्रो अब हेर्न बन्नै बाँकी छ, उता फेरि फ्री फ्री मेडिकल भइरहेछ होइन। अनि हामी चाहिँ यसो सर घुम्यौँ होइन। अनि घुमेर चाहिँ टक्क लाएर हामी चाहिँ एकछिनमा फर्केको घरतिर। ल यसका लागि अहिलेको लागि यति नै गाइज, फेरि भेटौँला, बाई बाई।